सुटिङ रहेछ धापा खेलमा साथीले ल जाउँ भन्यो अनि गइयो त्यहाँबाट एक दुई सानो रोल पाइयो गर्दा गर्दै त्यति अनि बिचबिचमा आएपछि रमाइलो लाग्दै जान थाल्यो अनि पछि गयो त खेले जस्तो नि भयो क्या कलाकारै भइयो त्यसपछि उहाँले नि ठुलो फिल्ममा अफर गर्नुभयो अनि मलाई त एकदम गीत पनि भयो मेरो जाउँला लोकलमा अनि त्यो आँटै नआएपछि ए हरि सर म त सक्दिनँ होला फिल्म आँट्नुपर्छ यतिको त सकिहाल्छ नि यस्तै त हो नि भन्यो जब ल भनेर उ गरियो त्यसपछि त्यो क्यामेरा देख्दाखेरि के पहिला यत्रो क्यामेराले खिच्थ्यो होइन यत्रो त्यो साँडेको टाउको जत्रो क्यामेरा आएको म त त्यतिकै नर्भस अनि अलिअलि त्यो टेलिफिल्मले नि ब्याकअप त गर्यो मलाई तर एउटा सिन चाहिँ त्यो टेलिफिल्ममा जस्तै अलिअलि बिग्रिनु केही नहुने भने जस्तो त नहुने रहेछ एउटा सिनमा चाहिँ मैले 22 टेक खाएँ 22 टेक खाएँ राति नै पार्नु भयो तपाईले त्यो 11 बजाउनु भयो किचनको सिन हो कि किचनको सिनमा अहिले डबिङमा चाहिँ बरु मलाई त डबिङ त त्यही भनि डबिङ सजिलो लाग्यो रे एकदमै सजिलो लाग्यो हजुर सिन गर्न चाहिँ नयाँ मान्छे भनौँ डाइरेक्टर पुरानै भए पनि त्यो सबै माहौल नै नयाँ भयो सबै अलगै के सबै थोरै अब सिरियल र फिल्ममा त धेरै भिन्नता भन्ने तपाईले छोटो समयमै थाहा पाउनुभयो किनभने तपाईँ सिरियल गरेको पनि धेरै भएको थिएन होइन अनि एकैचोटि तपाईँ फिल्ममै अवसर पाइहाल्नु भयो भनेपछि छोटो समयको अन्तरालमा तपाईँले सिरियल के हो म्युजिक भिडियो के हो अनि फिल्म के हो सबै कुराको अनुभव गरिसक्नु भयो आजको दिनसम्म आउँदा होइन अनि के लागिरहेछ हरि उदासी सरलाई चाहिँ के भन्नु मन छ ल भन्नु आजको दिनसम्म यहाँसम्म ल्याइदिनु भयो होइन म हरि सरलाई थ्याङ्क यू भन्छु होइन मेरो अब सायद लुकेर बसेको थियो होला त्यो प्रतिभाहरू त्यो अलिकति खोतल्नु पाएँ आफूले त्यो अब हरि सर नभए सायद म यो लाइनमा आउँदैन थियो पनि होला होइन उहाँलाई चाहिँ म चाहिँ धेरै मुरी धन्यवाद दाइले पनि होइन किनभने सर तपाईँ चाहिँ के भन्नु चाहनुहुन्छ दाइ होइन म चाहिँ मेरो यो सिरियलबाट फिल्मसम्म दाइ छोटो समयमा किनभने कोही पनि व्यक्ति यति छोटो समयमा दाइ होइन त्यो चाहिँ मैले सुनेको थिएँ होइन मैले सुनेको के थिएँ भने फिल्ममा हिरो भनेर म पनि फिल्ममा हिरो म कसैको असिस्टेन्ट गरेर आए पनि होइन कसैको पनि म फिल्मको हिरै भएर म आएको हुँ होइन डाइरेक्टर पनि आज कसैको असिस्टेन्ट भएर आएको होइन मैले चाहिँ दुईवटा कुरा सुनेको थिएँ है एउटा कुरा के छ हिरो बन्नको लागि पैसा हाल्नुपर्छ अरे पैसा नहाली हिरो हुन्न अरे होइन डाइरेक्टर बन्नलाई अब आफ्नो मान्छे हुनु पर्यो र खेल्नको लागि अब डाइरेक्टर त पढ्नु पर्यो अनि कलाकार बन्नको लागि आफ्नो मान्छे चाहिन्छ अरे होइन आफ्नो मान्छे चाहिन्छ अरे भनेपछि अझ नराम्रो हिसाब भन्दा त कतिपय भनौँ न डाइरेक्टरले शोषण गर्छन् पनि भने होइन यो नारीहरूमा होइन शोषण गर्छ अरे भन्छन् होइन त्यो त्यस्तो खालको कुरा पनि आउँछ तर मलाई चाहिँ ढुक्कले मलाई कसैलाई भनौँ न कलाकार बन्नको लागि भनौँ शोषण गर्नु अब राजकुमार दाइले मैले के शोषण गर्नु त त्यसै मैले भन्नु मैले भन्नु हो जस्तो भनौँ न मसँग चाहिँ जति पनि जति जोडिनु भएको छ एकदम चर्चित नै हुनुहुन्छ अहिले जति पनि हुनुहुन्छ होइन माथि पुग्नु भएको छ भने हिजोको अब पाँडेका कुराहरू अर्जुन घिमिरे पाँडे भयो अहिले अन्जु निरौला चाहिँ हुनुहुन्छ उहाँ पनि राम्रो कलाकार हुनुहुन्छ होइन उहाँ पनि भेषराज भट्टराई भनेपछि श्रीदेव भट्टराई होइन उहाँ हुनुहुन्छ थुप्रै के मसँग थुप्रै जोडिनु भएको छ यहाँ नाम लिएर पनि साध्यै चल्दिनँ होइन मसँग एकदम चर्चाको शिखरमा अझै पनि हुनुहुन्छ अनि मेरो चाहिँ के हुन्छ भने बानी जस्तो भने उहाँसँग मेरो सम्बन्ध भयो नि होइन चलचित्रभन्दा पनि व्यक्तिगत सम्बन्ध मेरो बढी हुन्छ होइन र है किनभने हामी त एकदम जस्तो एउटै भागमा खाने चाहिँ हुन्छ मिलनसार भनौँ न आफै मिल्यो भने म अरूलाई कहिले नराम्रो भन्दिनँ कि आफू राम्रो हुनुपर्छ हुनुभयो भनेपछि यो राम्रो छैन भने जति राम्रो मान्छे आयो नि उ नराम्रो के गर्नु होइन त हो त्यसमा आफै राम्रो जस्तो यो सम्बन्ध राजकुमारको छोटो समयमा यहाँसम्म पाउनु चान्स पाउनु भनेको नि सम्बन्धै कारणले है होइन सम्बन्ध त्यो अनि कुनै केही गर्नु पर्दैन जस्तो तपाईँसँग क्षमता छ तपाईँसँग सम्बन्ध राम्रो बनाउँदै जानु भने केही पनि फरक पर्दैन जस्तो भनौँ न मौका पाइन्छ हो त्यस कारणले आफै राम्रो हुनुपर्छ यो कुरा त लकमा नि भर पर्छ होला नि होइन हरि सर किनभने अब राजकुमार दाइको त लक एकदमै बलियो रहेछ सिरियल पछि 81 गीत पछि एकैचोटि ठुलो मुभीमा पाइहाल्नु तर त्यस्तो त्यही सम्बन्ध भनौँ न यो सम्बन्ध नै हो लक त आफ्नो नाममा छ सम्बन्ध यति भनौँ न सम्बन्धले हो कि सम्बन्धले भाव जस्तो भनौँ न लक छ के अरे भाग्यमा छ भने डोकोमा दुधद्वारा अड्दैन यदि सम्बन्ध भनौँ न अब सिरियल गरेर सकिएको भयो अब हलो आइ पनि छैन के पनि छैन भन्ने कारण हुन्छ हरि सर कतिपय सिरियलमा त साथै गर्नु भएको हुन्छ तर पनि उहाँहरूले चान्स नपाएर अझै पनि
गुनासो गर्नुहुन्छ नि त तपाईँहरूको फिल्ममा खेल्न पाइएन भनेर कतिपय त अब रिसाएर बोल्नै पनि छोड्नु भएको छ होइन यो त यस्तो हो सम्बन्ध मैले मात्रै हुँदैन नि त यो दाइले भनिहाल्नु भयो त सम्बन्ध मैले मात्रै हलो आइको थियो हलोमा नमस्ते गरेर त मैले त मात्र होइन नि त सम्बन्ध उहाँहरूले पनि त राख्नु पर्यो नि त उहाँहरूले सम्पर्कमा बस्नु पर्यो के छ कसो छ ओ हरिजी भन्ने होइन यार मान्नुपर्ने मान्छे मान्नु पर्यो अनि म त एउटा वचन पनि काटिदिन्छु मैले है जस्तो अहिले भनौँ न मैले गरेको मान्छे हो हरिजी भनेर भन्दा ल जी बसी नमस्कार अब आजबाट जी अब बी होइन बोल्ने तौर तरिका नि हुन्छ होइन र होइन स्किपमा भयो मतलब स्पटमा भयो होइन अरे यार हामी त यहाँ डाक्टरसँग कस्तो चाहिँ काम कस्तो हिसाबले काम गर्थ्यौँ डाक्टरदेखि त हामी नजिक पनि पर्दैन थियौँ सम्मान त्यति इज्जत त्यति गर्छ आजभोलि त जी चल्छ के होइन हरिजी छ डाक्टर होइन हरिजी होइन हो त्यो भएपछि म पनि जी भनेपछि ल बी भने बिदा एकदमै हजुर दुईजना सँगै भेट हुनु भएको छ होइन अब दाइले पनि गीत गाइसक्नु भयो आज त्यो गीत गाइदिनुहोस् न सिरियल पछि लगातार गाउनु भएको थियो अनि तपाईँलाई एकदमै मन परेको गीत त्रिशुली घर मेरो आज दुईजनाको मुखबाट पहिला यो त्रिशुली घर मेरो यस्तो छ कि अब यहाँ फेरि होइन यस्तो कस्तो हुन्छ म अब चलचित्रमा फड्का हैन तै पनि फरक पर्दैन भन न यो मेरो एकदम चर्चाको शिखरमा रहेको त्रिशुली घर मेरो भन्ने हैन त्यो जो इन्डियन क्यासेट सेन्टरबाट चाहिँ एकदम अत्याधिक चाहिँ यो चाहिँ मन पराएको दर्शकले श्रोताले मन पराउनु भएको हो हैन त्यो गीत चाहिँ हाम्रो स्वर्गीय भगवती दङ्गाल उहाँ दिदी बितेर जानुभयो हैन उहाँले र मैले गाएको गीत अनि मेरो शब्दमा हैन मेरो लयमा थियो त्यो गीत हैन जस्तो थियो के जस्तो नौलो गाउँमा चिन्जानै नौलै भो हाँसी हाँसी पिरती बसेगो सेरो त्रिशुली घर मेरो सेरो त्रिशुली घर मेरो नौलो माया कहाँबाट आयो पहिलो भेटमै पिरती लगायो सेरो त्रिशुली घर मेरो सेरो त्रिशुली घर मेरो भने मेरै शब्द अत्याधिक चलेको है यो अहिले राजकुमार दाइ चाहिँ यो गीतलाई रिमेक गर्छु भन्नुहुन्छ नि तपाईले यो गीत यति साह्रो मन पर्नुको कारण के हो दाइ वास्तवमा मेरो घरै त्रिशुली घरै त्रिशुली भएको कारणले गर्दा सुनेको मलाई अलिकति मन पर्यो कि भाका हजुर अनि त्यो भएर चाहिँ म चाहिँ कोसिस गर्नु लाग्छु गर्न लम्बा छैन अनि अहिले तपाईको बजारमा आइसकेको गीत हैन एकदमै चर्चामै छ त्यो गीत गाइदिनु न जाउँला लोकलमा गाउँ त तिमी झर म पनि झरौला चौतारीमा 10 बजे भेटौला जाउँला लोकलमा हो जाउँला लोकलमा सिनेमा हेरौला फिल्म हलैमा मल्लिका हेर सिनेमा हेरौला फिल्म मल्लिका हेरौला फिल्म हल फेरि गाइदिनु तिमी झर म पनि झरौला चौतारेमा 10 बजे भेटौला जाउँला लोकलमा हो जाउँला लोकलमा मल्लिका हेरौला फिल्म हलैमा हाम्रो मल्लिका हेरौला फिल्म हलैमा ठ्याक्कै मिल्यो मल्लिका हेर्नुपर्छ फिल्म हलमा अब यहाँ धेरै हतार भइसके जस्तो हरिशरलाई चाहिँ भोलि गीत गाउन लाउँला फिल्मको चाहिँ हैन धेरैले सुनिसक्नु भयो ल दुवैजनालाई धन्यवाद तपाईँलाई पनि धन्यवाद धन्यवाद